कति मेरो जागिर त जाँदैन नि। चिन्ता नगर्नु न। हेलो गुड मर्निङ एभ्रिवान। आजको प्रेजेन्टेसन हाम्रो यो नेपाली निवासको लागि एकदमै महत्त्वपूर्ण हुनेछ, किनभने अमेरिकादेखि लगानीकर्ताको रूपमा राजेश सर हामीसँग आज जोडिनु भएको छ। म आशा गर्छु हामी सबैले आफ्नो बेस्ट दिनेछौँ। अब हाम्रो मार्केटिङ अफिसर प्रवेशजीले आफ्नो प्रेजेन्टेसन सुरु गर्नुहुन्छ। थ्याङ्क यू सर। लौजा सरी सर, रङ फाइल पो खुलेछ। हामीलाई माफ गर्नु होला, यहाँ सानो गल्ती भएको रहेछ। यस ओके, पिर नगर्नुहोस्, भाइको लभ पर्दै गरे जस्तो छ। हुन्छ, पहिले बिजनेस, लभ त पछि पनि गर्न पाइन्छ। थ्याङ्क यू सर। आज हामी नेपाली निवासको मार्केटिङ स्ट्राटेजी र भविष्यको विकास योजनाबारे प्रस्तुति दिनेछौँ। प्रवेशजी, अब हजुर आफ्नो प्रेजेन्टेसन अगाडि बढाउन सक्नुहुन्छ। थ्याङ्क यू सर। गुड मर्निङ सर। टुडे आई एम गोइङ टु प्रेजेन्ट द मार्केटिङ स्ट्राटेजी अफ नेपाल निवास। हामी सामाजिक सञ्जालमा विज्ञापन बनाउनेछौँ, फेसबुक प्रमोसन गर्नेछौँ, इन्फ्लुएन्सर मार्केटिङ प्रयोग गर्नेछौँ, त्यसपछि डाउनलोड पनि बढ्नेछ, लिस्टिङ पनि बढ्नेछ। हामी ब्रान्डको प्रचार प्रसारमा पनि ध्यान दिनेछौँ। त्यसैले हामीलाई विश्वास छ कि कम्पनीले राम्रो प्रगति गर्नेछ। थ्याङ्क यू सर। यति नै हो मेरो प्रेजेन्टेसन। यति मात्र हो? हजुर, यति नै हो। डाटा कहाँ छ? बजारको अनुसन्धान कहाँ छ? कम्पनीको ग्रोथ कहाँ छ? म एउटा व्यवसाय रणनीति हेर्न चाहन्थे, सामान्य मार्केटिङका कुरा गरेर होइन। मलाई भन्नुहोस् तपाईहरू, म किन यो प्रोजेक्टमा लगानी गर्न चाहने? यदि तयारीको स्तर यही हो भने मैले भविष्यमा लगानी गर्न विचार गर्नुपर्ने हुन्छ, सोच्नुपर्ने हुन्छ। आजको बैठक त्यति उपयोगी लागेन मलाई। सरी सर, म यो विषयमा के भन्न सक्छु? तपाईँ को हुनुहुन्छ? मेरो नाम भावना खनाल हो। म नेपाल निवासको असिस्टेन्ट मार्केटिङ म्यानेजर हो। ठिक छ, मैले बुझिसकेँ। तपाईँ केही भन्न चाहनुहुन्छ भने म सुनिरहेको छु। थ्याङ्क यू सर। नेपाल निवास केवल एउटा प्रपर्टी लिस्टिङ एप मात्रै होइन। नेपालमा हजारौं घर धनीहरू, भाडामा बस्नेहरू, घर किन्ने बेच्नेहरू र होमस्टे सञ्चालकहरू छन्। तर उनीहरूलाई एउटै भरपर्दो डिजिटल प्लेटफर्ममा जोड्ने आधार अझै लिमिटेड छ। हामीले केवल डाउनलोड बढाउने कुराहरू मात्रै सोच्नु हुँदैन, हामीले युजरको प्रब्लम सल्भ गर्ने कुरा पनि सोच्नुपर्छ। यदि घर धनीले लिस्टिङ गरेर पनि ग्राहक पाउँदैनन् भने उनीहरू फेरि नेपाल निवासमा फर्किँदैनन्। यदि ग्राहकहरूले पनि खोजेको जस्तो प्रपर्टी भेट्दैनन् भने उनीहरूले पनि एप युज गर्न छोड्छन्। त्यसैले हाम्रो पहिलो लक्ष्य भनेको एप डाउनलोड मात्रै होइन, क्वालिटी लिस्टिङ हुनुपर्छ। मेरो सुझाव अनुसार हामीले यो 3टा स्ट्राटेजी अपनाउनु पर्छ। फर्स्ट, लोकल एजेन्ट पार्टनरसिप प्रोग्राम, सेकेन्ड, रेफरल रिवार्ड सिस्टम, थर्ड, होमस्टे एन्ड भिलेज टुरिज्म क्याम्पेन। तपाईँको कुरा रोचक लाग्यो, अगाडि बढ्नुहोस्। यदि हामीले एडभर्टिजमेन्टमा पैसा खर्च गर्छौँ भने डाउनलोड त बढ्न सक्छ, तर लङ टर्म भने हुँदैन। तर यदि हामीले प्लेटफर्ममा क्वालिटी लिस्टिङ्स र एक्टिभ सेलर्स ल्याउन सक्यौँ भने कम्पनीको ग्रोथ लङ टर्मसम्म हुन्छ। सर, अनि अर्को इम्पोर्टेन्ट कुरा मार्केटिङ खर्चसँग रिलेटेड छ। वाउ, यही हो मैले खोजेको। गुड जब। थ्याङ्क यू भावना। हजुर जस्तो सोच विचार भएको मान्छे नेपाल निवासमा जोडिनु भयो भने धेरै अगाडि जान्छ। कति मेरो जागिर त जाँदैन नि। चिन्ता नगर्नु न। भावनाजी, थ्याङ्क यू। आज तपाईँले प्रेजेन्टेसन मात्र दिनु भएन, नेपाली निवासको इज्जत जोगाउनु भएको छ। थ्याङ्क यू सर, मैले आफ्नो जिम्मेवारी मात्रै पुरा गरेकी हो। मलाई थाहा थियो तपाईँ मेहनती हुनुहुन्छ र आज तपाईँले आफ्नो क्षमता प्रमाणित गरिदिनु भयो। साँच्चीकै म आज तपाईँप्रति गौरवान्वित छु। ल, अब आजको मिटिङ सकिएको छ। भावनाजी, तपाईँ चाहिँ एकछिन यहाँ बस्नुहोस्, र तपाईँहरू चाहिँ जान सक्नुहुन्छ। हुन्छ सर। भावनाजी, हजुर, मैले तपाईँलाई एकदमै गलत सम्झेको रहेछु। मैले तपाईँलाई अफिस आउँदा आउँदै पनि चाहिने नचाहिने कामहरू गराएँ, तर तपाईँले आज प्रेजेन्टेसन एकदमै राम्रो दिनुभयो। बधाई छ तपाईँलाई। थ्याङ्क यू।
अचानक किन बोलायो मलाई के काम थियो र